माननीय सदस्य शम्भु प्रसाद ढकाल, समय 3 मिनट। सम्माननीय सभामुख महोदय, आत्महत्या आफैमा कायर निर्णय हो भन्छ समाज। तर नेपालको कानुनले आत्महत्या स्वयंको कायरता मात्र होइन, अरूको दुरुत्साहनबाट पनि हुन्छ भनेको छ। यो कुरा मुलुकी अपराध संहिता 2074 को दफा 185 मा उल्लेख छ। हिजो बेलुकी विराटनगरको एक ब्याङ्कमा कार्यरत दमक 8 का पीताम्बर खड्काले आत्महत्या गरे र आत्महत्या गर्नु अघि उनले 4 जना सिनियर र सहकर्मीको फोटो राखेर मलाई आत्महत्या गर्न यिनैले बाध्य पारेका हुन् भनेका छन्। वैदेशिक रोजगारीमा रहेका सुनसरीका एक युवकसँग झापा कन्काई 5 की एक युवतीको प्रेम भयो। युवक नेपाल आएपछि युवतीका परिवारले विवाहको प्रस्ताव लिएर घर गए। केटा पक्षले मोटरसाइकल सहित करिब 10 लाख बराबरको दाइजोको अफर गरे र युवतीले आफ्नो प्रेम असफल भएको ठानेर आत्महत्या गरिन्। यस्तै कन्काई एकका एक युवक साइबर क्राइममा परे। पुलिस कहाँ गए, पुलिसले सुनवाई गरेन अनि उनीमाथि अधिक टर्चर भएपछि आत्महत्या गरे। दमकका खड्का हुन् अथवा कन्काईका दुवै प्रतिनिधि घटना मात्रै हुन्। यस्ता केसहरूमा सम्बन्धित निकायले दबाव प्रभाव बिना अनुसन्धान गरोस्। एकातिर अनुसन्धान सही र संवेदनशील भएन भने दुरुत्साहन गर्नेहरू बच्ने छन्, पीडितले न्याय पाउने छैनन्। अर्कोतिर आत्महत्या गर्नेहरूले स्टाटस या आरोप लगाएकै भरमा फेरि दण्ड गर्ने हो भने एकातिर अन्याय हुन जान्छ। यस्ता संवेदनशील घटनामा अनुसन्धान निकायले संवेदनशील भएर अनुसन्धान गरोस् र कानुन र व्यवहारमा जटिलता भए सिफारिस गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु। धन्यवाद।